सुन्दर ठाउँमा भेटेको छ यो है। सर्ट पनि लिइदिनुहोस् अनि निलो फुल के अनि त्यसपछि सर्टै भिडियो पनि। यो त एउटा एकदम राम्रो स्टिल फोटो है। मेरो बिएससी पनि त भिडियो लिने यो दुधकुण्डबाट आएको पानी हो यो, र यो आकाशतालबाट आएको पानी। अहिले यहाँनिर आएर यो दुधकुण्ड यहाँनिरबाट सानो पानी आएर दुध कुण्डबाट आएको खोला हो। स्ट्रेट सिधा छ। यो चाहिँ आकाशतालबाट आएको। यही वडा हो यसको मुनि बास बस्ने। यहाँ बास बस्ने राम्रो व्यवस्था छ। सरी यो होइन, त्यो वडा र फुल टिप्ने मन भए नमान डर काँडाको, यस्तो फुल टिप्ने मन भए नमान डर अल्टिट्युडको, नमान लोभ पैसाको, आइ है घुम्न जुम्लामा। यो चाहिँ हाम्रो वडारको बास भने यही हो। यहाँको स्काइलेक र दुधकुण्ड ट्रेकको 5 स्टार टोल यही हो। मजाले यहाँ टेन्ट यसै भित्र लाउनु पनि सकिन्छ। यसको पानी सिधै यता यहाँबाट सिधै झर्छ। यहाँ वडार चाहिँ सधैँ ओभानो हुन्छ। यहाँ फ्री लजिङ फुडिङ राम्रो व्यवस्था छ। यहाँ चाहिँ बस्नु सकिन्छ। यो भएन भने फेरि यहीँ तल यहाँनिर पनि छ गोठहरू, चौरीगठहरू। यदि बर्खाको समयमा अरू बेलामा या जाडोमा पुसमाको समयमा गोठहरू भएन भने यही नै बेस्ट अप्सन हो। यसैले नै सेल्टर दिन्छ है। यहाँको एउटा ओन्ली होटल, एउटा घर यहाँनिर अर्को पनि छ है। वडारभित्र पनि एउटा अर्को छ यो, र अनि यो वडारको घर यही हो। सुँगुर र भेडाहरू यहाँ छन्। यो भेडा
भ्याली सिधै आएको तल सिधै तल सिधै अब स्काई देखाऊ माथिबाट